नमस्ते, मेरो नाम अमित कुमार मण्डल हो। मेरो घर जनकपुर हो। म यहाँ दलान क्याफे खोलेर चलाइरहेको छु जनकपुरमा। जनकपुरमा भनेपछि हाम्रो क्याफेको कन्सेप्टै कोहीसँग थिएन। अनि त्यसपछि हामीले त्यही कन्सेप्ट सोचेर कि कुनै एउटा ठुलो स्पेस खोजेर हामी त्योमा माटोको घर बनाएर टेबल इङ्गेज गरेर अनि त्यसपछि हामीले बनाउनुको यो कन्सेप्ट हामीले राख्यौँ। सबभन्दा पहिला हामीले खोल्दाखेरि क्यासमा हाम्रो कारोबार भइरहेको थियो। क्यासमा कारोबार हुँदाखेरि हाम्रो न केहीको स्टेटमेन्ट भइरहेको थियो, न केही रेकर्ड हामीलाई भइरहेको थियो। कुनै भेन्डरलाई हामीलाई पेमेन्ट गर्नु पर्थ्यो भनेर त्यहीँ जानु पर्थ्यो हामीलाई पेमेन्ट गर्नलाई पनि। त्यो उधारको पैसा एकपल्ट गेस्ट आएपछि रिटर्न आउनु हुन्थेन। हामीले अनलाइनको बारेमा यसरी थाहा पायो कि हाम्रो ई-सेवाको सर एक दिन हाम्रो दलानमा आउनुभएको थियो। त्यतिखेर उहाँहरूले सोध्नुभयो कि तपाईँहरू क्युआर युज गर्नुहुन्छ कि हुन्न भनेर। त्यतिखेर हामीलाई थाहा पायो कि अनलाइन हुन्छ भनेर। यस्तो उहाँहरूले के कुराहरू हामीलाई भन्नुभयो। त्यतिखेर हामीले थाहा पायो कि अनलाइन युज गर्दाखेरि हामीलाई एकदम सजिलो पर्छ, हाम्रो बिजनेसमा पनि एकदम ठिक हुन्छ भनेर हामीले थाहा पायौँ अनलाइनको बारेमा। हाम्रो दलानमा युथहरू धेरै आउनुहुन्छ। प्रायः जस्तो उहाँहरू बढी क्यास क्यारी गर्नुहुन्न। डिजिटल पेमेन्ट गरेपछि उहाँहरूलाई पनि एकदम कम्फर्टेबल लाग्छ र हामीलाई पनि हाम्रो सबै बिलहरू अनलाइन आएपछि हामीलाई पनि कम्फर्टेबल भयो, उहाँले पनि खुसी भयो, हामी पनि खुसी भयो। हाम्रो एभ्री डेको सेल्स रिपोर्ट हामीले ट्र्याक गर्नु परिरहेको हुन्थ्यो, हामीलाई हिसाब गर्नु परिरहेको हुन्थ्यो। अब यो आएर हामीलाई एक सब कुरा मोबाइलमै आउँछ, हरेक कुरा टाइममै नोटिफिकेसन आउँछ, हरेक कुरा हामीलाई भेन्डर पेमेन्ट गर्नलाई पनि अनलाइनै गर्छौँ। ए टु जेड हाम्रो हरेक कुरा अनलाइन सिस्टमले हुन्छ, न ब्याङ्कमा हाम्रो लाइन लाग्नु परिरहेको छैन। एकदम फाइदा भएको छ। मेरो एक्सपिरियन्स अनुसारले तपाईँहरूलाई डिजिटल पेमेन्ट भनेपछि तपाईँलाई बिजनेस चलाउनलाई र बिजनेस बढाउनलाई एकदम सजिलो पुर्याउनुहुन्छ। त्यही कारणले तपाईँहरू अनलाइन पेमेन्ट युज गर्नु होला, डिजिटल पेमेन्ट युज गर्नु होला।